गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी मर्निङ वाकसँगै आजदेखि आज हामी के गर्छौँ भने देखाउँछु ल एकछिन पछि। रनिङ रनिङ मेरो बहिनी चाहिँ लास्टै लज्जालु छ, लज्जापति झार जस्तै लज्जालु छ। आमा छोरी ट्विन्स जस्तो देखिरहेछ। ट्विन्स आजको डेरी डेरीमा चाहिँ केही नकिन्यो। हाम्रो दही ब्रेड किन्ने ठाउँ। राम्री रहेछौ फुल जस्तै। के चाहियो र के चाहियो र के भने त्यसपछि के चाहियो र जीवनमा। वाउ यहाँ त कस्तो दामी फुलेको हेर्नु न है। गाइज आज बहिनी र म स्कुटर सिक्न जान लागेको। अनि मेरो चाहिँ मैले चाहिँ पहिल्यै सिकिसकेको, तर फेरि लाइसेन्स निकाल्ने गरी यसो लाइसेन्स निकाल्नेको तयारीमा। अनि मेरो बहिनीको चाहिँ आज फर्स्ट डे कस्तो हुन्छ मेरो पनि होइन डर लागिरहेको छ है अहिले चाहिँ। काकी चाहिँ हाम्रो हामी चाहिँ आइपुग्यौँ यहाँ। दाइले बिल पनि काटिहाल्यो। दाइले अब राम्रो सिकाउँछु भन्नुभएको छ। अब कस्तो सिकाउँछ हेरौँ ल। बहिनीले अब सिकाउँदैछु। टाढा हेर हल्का गर है, थोरै पछाडि गर अझै अझै थोरै हो। खुट्टामाथि गर्दैनौ, नडराउ ल, नडराउ ल। खुट्टामाथि राख, लेफ्ट काट, लेफ्ट टर्न गर, राइट टर्न गर, लेफ्ट टर्न गर, बिचमा राख। त्यसो गर्नुपर्दो रहेछ जान्छ कि जान्छ। बहिनीको टाइम सकिन लाग्यो। अब मेरो पालि। अब पालो गरेर सिक्नु भयो कि सिकाउनु मान्छे छैन होइन। तपाईँ सिकाइदिनु नि त मलाई। पछाडि दबाए 1 नम्बर गियर। अब यो कुद्न रेडी भयो। अझै पनि तिमीले पटाएर त मात्रै कुद्दैन, के पनि गर्नु, क्लच पनि खोल्नु मात्रै कुद्दैन। अब फेरि यो गियरमा रोक्ने बेलामा रोक्दा पनि ब्रेक समय राख्नु पऱ्यो, यो क्लच समय राख्नु पऱ्यो, नत्र बन्द हुन्छ। जस्तो मैले यो हातै छोडेको नि बन्द भयो, किनभने हो यसलाई चाहिँ ठ्याक्क अड्कल्नु पऱ्यो है। बाहा गर न झन् अहिले खाली हुँदा मौकामा गर्ने त हो। थ्याङ्क यू। डे 1 को भिडियो चाहिँ यति नै हो। अब डे 2 को भिडियो लिएर आउँछु, हेर्दै गर्नु होला है त। थ्याङ्क यू सो मच।